नमस्ते, स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। हेर्दा नि मिठो, खाँदा त झनै नै मिठो, यस्तो छिटो मिठो बनिने आलु पराठाको रेसिपी मैले आज हजुरहरूको सामु लिएर आएकी छु। आलु पराठाको लागि मैले लिएको छु 3-4टा मिडियम साइजको आलु, 3टा जति प्याज, लसुन अदुवा र हरियो खुर्सानी। आलुलाई राम्रोसँगले धोएर मैले यसलाई उमाल्नु भनेर राखिसकेकी छु। अब म यहाँ पराठाको लागि डो रेडी गर्दैछु। मैले चाहिँ लिएको छु आटा भने हजुरले मैदा पनि युज गर्न सक्नुहुनेछ। आटालाई मैले छान्नको लागि राखिसकेको छु। आटा राम्रोसँग छानिसकेपछि मैले यसमा राखेँ थोरै सोडा र राख्दैछु म थोरै नुन र ज्वानोले चाहिँ हाम्रो डाइजेसनमा धेरै नै मद्दत गर्छ। त्यही भएर मैले यसमा थोरै ज्वानो पनि राखेकी छु। सबैलाई राखिसकेपछि यसलाई म राम्रोसँगले मिलाउँदैछु। सबैमा राम्रोसँग मिल्यो भने यसको स्वाद अझै नै राम्रो भएर आउँछ। र मैले यसमा थोरै गरेर पानी राख्दै डो बनाउन आँटेकी छु। पराठाको लागि हामीलाई धेरै नरम पनि होइन र धेरै साह्रो पनि होइन, एकदम ठिक्कको मिडियम डो बनाएर रेडी गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, मैले यहाँ डो बनाएर रेडी पारिसकेकी छु। अब म यसलाई एकछिन रेस्ट गर्न भनेर राखेँ। फिलिङ्सको लागि अब म यसको मसला रेडी गर्दैछु। मैले आलुलाई राम्रोसँगले म्यास गरेँ। आलुलाई राम्रोसँगले म्यास गर्नुपर्ने हुन्छ। र मैले राखेँ थोरै ज्वानो, थोरै रातो धुलो खुर्सानी, हल्दी, स्वादअनुसार नुन, थोरै जिरा धनियाँको धुलो। अब भने मैले यसमा लसुन अदुवाको पेस्ट, थोरै हल्दी, थोरै स्वादअनुसार नुन, जिरा धनियाँको धुलो र थोरै रातो धुलो खोर्सानी अनि अन्त्यमा मैले प्याज राखेर सबैलाई राम्रोसँग मिलाइसकेपछि मेरो मसला पनि बनिएर रेडी भइसकेको छ। अब म आलुको फिलिङ्स राखेर पराठा बेल्नु भनेर रेडी गर्दैछु। हेर्नुहोस् त, मैले यहाँ ठिक्क साइजको एउटा आँटाको डल्ला लिएकी छु। अब यसलाई सानो बेलिसकेपछि बिचमा फिलिङ्स राखेर राम्रोसँगले बेल्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, मैले यहाँनिर फिलिङ्स राखेँ। अब यसलाई म राम्रोसँगले कभर गर्दैछु। यसमा चाहिँ इम्पोर्टेन्ट के हो भने यसलाई राम्रोसँगले फिलिङ्स गर्नुपर्छ। यति बेला नै राम्रोसँगले फिलिङ्स भइसकेपछि अब म यसको रोटी बेल्न थालेँ। हेर्नुहोस् त, मैले यतिको बाक्लो र यतिको ठुलो रोटी बेलिसकेकी छु। मैले ताई बसाइ पनि सकेँ। ताई राम्रोसँगले तातिसकेपछि मैले यसमा पराठा पनि राखेँ। दुवै साइड नै पराठा राम्रोसँगले पाकेको हुनुपर्छ। हेर्नुहोस् त, मैले यसलाई राम्रोसँगले थिचिकन पकाउँदैछु। यसरी हजुरहरूले पकाउनु भयो भने पराठा राम्रोसँगले पाक्छ। र मैले यसमा आज घिउ राखेकी छु। हजुरहरू तेल, बटर अनि घिउ जे राखे पनि हुन्छ। मैले चाहिँ आज यसमा घिउ राखेकी छु। र घिउलाई चाहिँ यसरी राम्रोसँगले सबैतिर लगाएर उल्टै पुल्टै गर्दै पकाउनु पर्ने हुन्छ। ल हेर्नुहोस् त, मैले यहाँनिर घिउ लगाएर भ्याइ पनि सकेकी छु। र यसै गरी मेरो आलुको पराठा बनिएर रेडी पनि भइसकेको छ। हेर्नुहोस् त, खाम लाग्दो भएको छ कि छैन। पराठालाई मैले यहाँ टमाटर धनियाँको चटनीसँग सर्भ गरेकी छु भने हजुरहरू यसलाई दहीसँग पनि इन्जोय गर्न सक्नुहुनेछ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? मन पर्यो भने मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला र मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। हस् त, बाई बाई।